हेलो एभ्रिवान। सो आजको यो भिडियोमा चाहिँ हामी पाइथनमा डिफ्रेन्ट वेमा कुनै पनि भेरिएबल अथवा कुनै पनि स्ट्रिङलाई अथवा कुनै पनि इन्टिजरलाई चाहिँ कसरी डिस्प्ले गराउन सकिन्छ अथवा आउटपुट चाहिँ टर्मिनलमा कसरी देखाउन सकिन्छ त सो त्यसको बारेमा डिस्कस गर्नेछौँ है त। सो अब चाहिँ हामी पाइथनको सिरिज नै बनाउँदैछौँ। सो पाइथन लर्न गर्नको लागि चाहिँ इन्ट्रेस्टेड हुनुहुन्छ भने हाम्रो यो सिरिज चाहिँ तपाईँहरूकै लागि है त। सो अब मैले यहाँनिर एउटा मेन डट पाई भनेर फाइल बनाएको छु। सो यो फाइलमा अब म सुरुमा लेख्न जाँदैछु प्रिन्ट हेलो। ओके, सो प्रिन्ट हेलो वर्ल्ड भनेर मैले लेखेँ नि है। सो यो चाहिँ हाम्रो पाइथनमा प्रिन्ट भन्ने एउटा फङ्सन छ है त। सो प्रिन्ट भनेको के अरे एउटा फङ्सन है त, इनबिल्ट फङ्सन हो जसले चाहिँ कुनै पनि कुरालाई जसभित्र लेखिएको कुनै पनि कुरालाई चाहिँ हाम्रो टर्मिनलमा चाहिँ के गराइदिन्छ त, यसले डिस्प्ले गराइदिन्छ है त। सो यसलाई रन गरेर हेरौँ एकचोटि। सो रन गरेर हेर्ने हो भने यहाँ हाम्रो आउटपुट आइरहेको छ। सो हेलो वर्ल्ड भनेर आयो। सो यहाँ चाहिँ यो हेलो वर्ल्डको साटो चाहिँ मैले चाहिँ हाई इसान भनेर गराएँ भने सब इसान डिस्प्ले हुन्छ है। सो हाई इसान भनेर डिस्प्ले भयो। यो भनेको एउटा वे भयो है। सो अब एउटा भेरिएबल भनौँ, अनि त्यो भेरिएबललाई चाहिँ कसरी प्रिन्ट गर्न सकिन्छ त्यो पनि हेरौँ है त। सो मैले यहाँनिर नेम भनेर नेम इक्वल्स टु महालक्ष्मी भनेर भेरिएबल बनाएँ। सो महालक्ष्मी भन्ने एउटा स्ट्रिङ छ जसलाई चाहिँ नेम भन्ने भेरिएबलमा के गरिदिएँ मैले स्टोर गरिदिएँ है त। सब यति गरिसके पछाडि नेमलाई चाहिँ हामीले कसरी कुन वेमा चाहिँ डिस्प्ले गराउन सकिन्छ त्यो हेरौँ ल। एउटा भनेको सिम्पल नेम लेखेर भयो है त। सो एउटा सिम्पल नेम लेखेर प्रिन्टभित्र नेम लेखेर यसरी पनि के गर्न सकिन्छ डिस्प्ले गराउन सकिन्छ है त। सो यो चाहिँ महालक्ष्मी भनेर डिस्प्ले भयो। अब अर्को वे छ प्रिन्ट नेम इज भनेर मैले यहाँनिर प्लस नेम गरेँ भने सो नेम इज प्लसले चाहिँ के गर्छ भन्दाखेरि एउटा स्ट्रिङ छ है। सो यो नेमको नि डेटा टाइप के छ त स्ट्रिङ छ। सो स्ट्रिङ भए पछाडि स्ट्रिङलाई हामीले के गर्न सकिन्छ कन्क्याट गर्न सकिन्छ है त। कन्क्याट गरिसकेपछि यो दुईटा चाहिँ के हुन्छ जोडिन्छ। सो अब यसको नै आउटपुट हेरौँ। सो नेम इज स्पेस भन्ने एउटा स्ट्रिङ थियो, यहाँनिर स्ट्रिङ थियो, अर्को नेम भन्ने छ। सो नेमको ठाउँमा चाहिँ महालक्ष्मी प्रिन्ट भयो है त। सो अब अर्को वे हेरौँ प्रिन्ट है। अर्को भनेको चाहिँ हामीले डट फर्मेट युज गरेर गर्न सकिन्छ ल। सो नेम इज भनेर गरेँ। सो यहाँ यो कर्ली ब्रेसिसलाई ओपन र क्लोज गर्ने। त्यसरी अब यहाँ पछाडि चाहिँ मैले स्ट्रिङ पछाडि स्ट्रिङसँग एउटा डट फर्मेट भन्ने एउटा फङ्सन हुन्छ है त। ठिक्कै यो डबल कोटेड बन्द सकेको लास्ट फिनिस्डवाला डबल कोटेड पछाडि डट हानिसकेपछि डट फर्मेट भनेर आउँछ। सो डट फर्मेटभित्र मैले नेम पास गरिदिएँ भने अब यहाँ नेमको भ्यालु के छ त हाम्रो नेमको भ्यालु भनेको महालक्ष्मी छ। सो महालक्ष्मी चाहिँ यो कर्ली ब्रेसिसभित्र चाहिँ प्रिन्ट हुन्छ है त। सो मलाई दुईवटा महालक्ष्मी नेम इज महालक्ष्मी अनि महालक्ष्मी नेम एन्ड महालक्ष्मी भनेर प्रिन्ट गराउनु पर्यो भने चाहिँ मैले सिम्पली के गरिदिन सक्छु त फर्मेटको पछाडि नेम छ फेरि कमा दिएर नेम गरिदिएँ भने यो नेम चाहिँ यसको ठाउँमा प्रिन्ट हुन्छ अनि यो सेकेन्डवाला नेम चाहिँ यसको ठाउँमा प्रिन्ट हुन्छ है त। सो यसलाई रन गरेर हेरौँ भने महालक्ष्मी यो भनेको फर्स्टको आउटपुट हो, यो नेम इज महालक्ष्मी भनेको यो सेकेन्डको आउटपुट भयो कन्क्याटिनेट गरेको वाला, थर्डको महालक्ष्मी एन्ड महालक्ष्मी भनेको प्रिन्ट नेम इज कर्ली ब्रेसिसको ठाउँमा के आयो महालक्ष्मी आयो अनि अर्को कर्ली ब्रेसिसको ठाउँमा के आयो फेरि महालक्ष्मी आयो है त। अब अर्को वे छ भनेको अर्को वे चाहिँ सिम्पली प्रिन्ट नेम इज कमा नेम गरेर पनि यसरी पनि प्रिन्ट गर्न सकिन्छ। सबै हेर्नु ल, यसमा र यसमा कमा र प्लस गर्दा डिफ्रेन्स के आउँछ हेर्नु है त। जस्तो कि यहाँनिर चाहिँ मैले आफै स्पेस दिएर प्लस गर्दाखेरि जस्तो कि नेम इज स्पेस एउटा स्ट्रिङ थियो अनि महालक्ष्मी स्ट्रिङ थियो। सो कन्क्याटिनेट भएर डिस्प्ले भएको थियो स्पेस, त्यही यो स्ट्रिङको पार्ट अफ बाट चाहिँ यो स्पेस आएको छ यहाँनिर। बट कमा दिँदाखेरि चाहिँ स्ट्रिङ क्लोज गरेर कमा दिएर नेम दिँदाखेरि चाहिँ के हुन्छ त भन्दाखेरि नेम इज यो कमाले चाहिँ आफै स्पेस दिइदिन्छ क्या, हेर्नु त्यहाँ स्पेस छैन नि है। सो स्पेस दिइदिन्छ पछाडिको भेरिएबल के हुन्छ प्रिन्ट हुन्छ है त।
अब हामीले हाम्रो भेरिएबल चाहिँ इन्टिजर छ भने चाहिँ यो वेमा चाहिँ गर्न सकिँदैन है त, किनकि हाम्रो यो भनेको स्ट्रिङमा छ। अब स्ट्रिङ हुँदा अब कन्क्याटिनेट गर्न सकिन्छ त, बट इन्टिजर र स्ट्रिङलाई त जोड्न मिल्दैन नि त होइन, सो इरर आउँछ है त। सो अब नेक्स्टमा छ हाम्रो प्रिन्ट। अब हामी एफ स्ट्रिङ युज गरेर छौँ, एफ यो ब्र्याकेट एफ लेखिसके पछाडि हामीले यसलाई चाहिँ एफ स्ट्रिङ भन्छ है। सो एफ लेखिसके पछाडि चाहिँ हामीले डबल कोटेड स्टार्ट एन्ड गऱ्यौँ। सो यहाँनिर एफ युजिङ एफ स्ट्रिङ भनेर लेख्यौँ, अनि कर्ली ब्रेसिस दिदिए, अनि कर्ली ब्रेसिसभित्र डाइरेक्टली नेम दिदिए भने चाहिँ अगाडि एफ युज गरिसके पछाडि चाहिँ अब कर्ली ब्रेसिसभित्र नेम हालिसके पछाडि चाहिँ यो नेमको ठाउँमा चाहिँ हाम्रो भेरिएबल प्रिन्ट हुन्छ। अब कर्ली ब्रेसिस चाहिँ आउँछ कि आउँदैन होला त, सो कर्ली ब्रेसिस आउँदैन है त। यहाँ यो कर्ली ब्रेसिस नेम कर्ली ब्रेसिस क्लोजको ठाउँमा चाहिँ महालक्ष्मी आएर बस्छ, किनकि हामीले अगाडि एफ युज गरेको छौँ है त। सो यति गरिसके पछाडि हजुरहरूले सक्नुहुन्छ युजिङ एफ स्ट्रिङ महालक्ष्मी भनेर यतिको ठाउँमा चाहिँ के डिस्प्ले भयो त, महालक्ष्मी भयो। तपाईँ एउटा इन्टिजर पनि हालेर ट्राई गरौँ हामी। सो यहाँनिर यसको ठाउँमा 10 हालौँ। सो यहाँनिर चाहिँ इरर आउँछ है त। सो अब हाम्रो आउटपुट चाहिँ के आउने भयो त, यो मात्रै आउटपुट हुन्छ, यो प्रिन्ट हुन खोज्छ इरर आइहाल्छ। सो इरर आए पछाडि मुनिको के हुँदैन, एक्जिक्युट हुँदैन है त। सो हेर्ने हो भने हेर्नु त, नेम यो प्रिन्ट नेमको ठाउँमा 10 प्रिन्ट भयो, बट यहाँनिर चाहिँ हामीलाई चाहिँ स्ट्रिङ र इन्टिजर चाहिँ कन्क्याटिनेट गर्न मिल्दैन है, जोड्न मिल्दैन भनेर चाहिँ भनिसकेको छ। सो त्यही भएर अब हामीले यहाँनिर चाहिँ इरर पायौँ। सो इरर पाइसके पछाडि इरर भेटिसके पछाडि त्योभन्दा मुनि चाहिँ कोड एक्जिक्युट हुँदैन है। तपाईँ यसलाई कसरी फिक्स गर्ने त, इन्टिजर छ अब यो वेमा गर्नै नमिल्ने हो त होइन। अब यो नेमको डेटा टाइप हाम्रो इन्टिजर छ, अब हामीले यसलाई एसटिआर फङ्सन युज गरेर चाहिँ यसलाई स्ट्रिङमा कन्भर्ट गर्न सकिन्छ कि। सो नेमलाई एसटिआरले यसरी राउन्ड ओपन र क्लोज गरिदिइसकेपछि प्यारेन्थेसिसले यो चाहिँ अब स्ट्रिङमा कन्भर्ट हुन्छ। सो अब नेम इज स्पेस 10 भनेर आउँछ है त। सो यहाँ हेर्ने हो भने इरर पाइनौँ हामीले, नेम इज 10 भनेर आयो, प्रिन्ट नेम मात्रै गर्दा 10 आयो। सो नेम इज 10 एन्ड 10 भनेको यसको ठाउँमा आयो। सो आजलाई चाहिँ यति नै है त। सो आई होप हजुरहरूले बुझ्नुभयो होला।